सर्वप्रथम परमेश्वरलाई धन्यवाद। प्रभु येशू ख्रीष्टको नाममा सबैलाई जय मसीह। मैले यो 3 दिने तालिममा सिकेको छु जुन कसरी सुसमाचार सुनाउने, कसरी पश्चाताप गर्नेका कुराहरू अनि त्यस्तो कुराहरू सिक्दै गर्दा हिजोको समयमा हामी प्रार्थना गर्दै थियौँ अनि प्रार्थना गर्ने समयमा आपसे पवित्र आत्माद्वारा परमेश्वर मेरो हृदयमा बोल्नु भएको थियो अनि यो पवित्र आत्मालाई कहिले पनि म गुमाउने छैन, सधैँ नै प्रयोग गरिरहनेछु अनि आफूले पाएका आशिषहरू फेरि अरूलाई पनि म सिकाउने कोसिस गर्नेछु। सबैलाई जय मसीह। हुन्छ प्यार प्रभु यीशु ख्रीष्टको नाममा सबैलाई जय मसीह। मेरो नाम चाहिँ पर्मिला घरती मगर हो र मैले चाहिँ यस 3 दिनको तालिममा चाहिँ मैले सिकेको आफूले सिकेको गवाईहरू सिकेको त्यो भन्न गइरहेको छु अनि मैले 3 दिनको तालिममा चाहिँ परमेश्वरमा कसरी अघि बढ्ने र अनि पवित्र आत्मा कसरी प्राप्त गर्ने यिनीहरू बारेमा मैले सिकेको थिएँ अनि मलाई चाहिँ अन्य भाषा बोल्न पनि आउँदैन थियो तर परमेश्वरले त्यो वरदान पनि दिनुभयो अनि मेरो हृदयमा परमेश्वरले प्रेम अनि दया पनि भरिदिनु भयो अनि त्यो नम्रताको आत्मा पनि परमेश्वरले दिनुभएको छ अनि त्यसपछि मलाई रिस पनि उठ्यो। अहिले चाहिँ रिस पनि त्यति साह्रो उठ्दैन। यति नै हो मैले सिकेको चाहिँ। सबैलाई जय मसीह। हुन्छ येशू ख्रीष्टको नाममा सबैलाई जय मसीह। मेरो नाम हो मनिषा बिका र जुन हामीले यो 3 दिनको तालिममा सिकेको कुराहरू छ, विश्वास कसरी गर्ने, आफ्नो मन परिवर्तनहरू कसरी गर्ने अनि विश्वासदेखि छुटकारा कसरी पाउने, पवित्र आत्मा कसरी पाउने र बत्तिसमा कसरी लिउने, यिनी कुराहरू सिकेका छौँ र मैले यी 3 दिनको तालिममा यी सब कुराहरू सिकेर पनि आफूले पनि पवित्र आत्मा प्रदान पाएको छु। त्यसमा म धेरै नै खुसी छु। परमेश्वरलाई पनि धन्यवाद र सर म्याडमलाई पनि धेरै धेरै धन्यवाद। हुन्छ मैले सिकेको यति नै हो। सबैलाई जय मसीह। हुन्छ सबैलाई जय मसीह। मेरो नाम चाहिँ सोनाम पुन मगर अनि म चाहिँ यो 3 दिनमा धेरै कुरा सिकेँ। साँच्चै नै प्रभुले हामीले पश्चाताप गर्नुपर्ने रहेछ र प्रभुले हामीलाई क्षमा गर्नुहुने रहेछ हामी थाहा पाउँछौँ अनि म आफू पनि चङ्गाइ भएर अरूलाई पनि चङ्गाइ गर्नेको वरदान पाएको छु अनि हामीले साँच्चै नै हामी अरूलाई क्षमा गऱ्यौँ भने प्रभुले हामीलाई पनि क्षमा गर्नुहुने रहेछ भन्ने हामी कुरा थाहा पाउँछौँ। हुन्छ मेरो बात यतिमै राख्दै सबैलाई जय मसीह। सबैजनालाई येशू ख्रीष्टको नाममा जय मसीह। मेरो नाम चाहिँ दीपिका बुढा मगर। म चाहिँ यहाँ 3 दिनको तालिममा आएको थिएँ। म त्यो 3 दिनको तालिममा धेरै कुराहरू सिकेँ। परमप्रभुमा विश्वास गरेँ, धेरै मलाई सिकाउनु भयो, सुसमाचार प्रचार गर्नुभयो हामीलाई अनि धेरै कुराहरू सिकेँ विश्वास गर्न र अझै पबमा अघि बढ्न अनि चङ्गाइ गर्न, आफू बस्न र अरूलाई बचाउन धेरै कुराहरू सिकेँ अनि यति नै। सबैजनालाई जय मसीह। मैले आफूले प्रार्थना गरेर अरूहरूलाई पनि मलाई सिकाउनु भयो र मैले पनि सिकेँ अनि प्रार्थना गरेँ अनि म आफै चङ्गाइ पनि भएँ। हुन्छ जय मसीह। हुन्छ सबैलाई जय मसीह। मेरो नाम सुस्मिता बिक। म चाहिँ 5 कक्षामा पढ्छु। मैले चाहिँ यहाँ 3 दिनको तालिममा धेरै कुरा सिकेँ, प्रार्थना गर्ने सिकेँ अनि फेरि सबैलाई प्रार्थना गरेर चङ्गाइ गराउन सिकेँ। हुन्छ हस्त धन्यवाद। सबैलाई जय मसीह। सबैलाई जय मसीह। यहाँ म 3 दिनदेखि यता सेवाकाई सुरु भएको रहेछ तर हामी आउन सकेनौँ। तर आजको दिनमा मैले धेरै हिलिङ थाहा पाएँ। परमप्रभुसित कसरी हामी परिचित हुनुपर्छ भन्ने बारेमा मैले धेरै चिज सिकेँ यहाँनिर आजको दिन मात्रै। हिजो अस्ति थाहा थिएन तर आजको दिनमा मैले धेरै चिज सिकेँ अनि धेरै हिलिङहरू देखेँ। म आफै स्वयं पवित्र आत्मादेखि दुष्ट आत्मादेखि छुटकारा भएर परमेश्वरमा विजयी पाएको छु। धन्यवाद जिजस। थ्याङ्क यू। जय मसीह की। मैले किसी के भन्दा फेरि परमप्रभु परमेश्वरले स्वयं हाम्रो लागि टिचर पठाउनु भएको छ। टिचरको रूपमा स्वयं आफू नै आउनु भएको जस्तो मलाई लागिरहेको छ र उहाँले सिकाउनु भएको चाहिँ आफू बाँचेर अरूलाई पनि बचाउनु पर्छ र दुःखमा परेकोहरूलाई चाहिँ प्रार्थना गरेर दुःख मुक्त बनाउनु पर्छ भनेर यो कुराहरू मैले सिकेको छु। हस्त म यति नै भन्न चाहे। धन्यवाद। जय मसीह।
जय मसीह। मेरो नाम एस्टर बुढा मगर हो र म यति 3 दिनको तालिममा सबै कुरा सिकेँ र प्रस्ताव गर्न सिकेँ, चङ्गे गर्न सिकेँ, आफूलाई चङ्गे गर्ने र अरूलाई चङ्गे गर्न सिकेँ, सुसमाचार प्रचार गर्न सिकेँ। सबैजना जय मसीह। हुन्छ, सर्वप्रथम परमेश्वर धन्यवाद। मेरो नाम टेकबहादुर पुन अनि हामी यहाँ पास्टर सरले हामीले 3 दिनमा धेरै कुरा सिकाउनु भयो। आफू कस्तुरी जिउने र अर्काले कस्तुरी जिउन दिने यस्तो सिकाउनु भयो। हामी त भन्छौँ कि यहाँ पास्टरज्यू कमसेकम हाम्रोमा 15 दिन या 1 महिना बस्नु भएको भएपछि यो हामीले यहाँ यो मण्डली एकदम पुरा भरिभराउ हुने थियो र बप्तिस्मा थुप्रै मान्छेले लिने थिए। मैले भन्छु एउटा एक्जाम्पल, एकजना भाइ हाम्रो आउनु भएको छ, उहाँदेखि हामीले कति 2 पल्ट सुसमाचार सुनाउन गयौँ। त्यहाँ उहाँले अलिकति गर्नुभयो, मतलब यस्तो आनाकानी गर्नुभयो। अहिले उहाँ सरले हिजो र अस्ति भन्नुभएको सिकाउनु भयो। उहाँ एकदम उसमा परमेश्वरमा ध्यान दिनुभएको छ। सायद उहाँले ग्रहण गर्नुहुन्छ, मलाई आशा छ। यति भन्न चाहन्छु र धेरै कुरा सिक्यो हामीले। परमेश्वरले हामीले आशिष देऊन् र अगाडि बढ्नको लागि हामीले और पनि आशिष होस् भन्न चाहन्छु। र हाम्रो पास्टर बुवा, पास्टर आमालाई धेरै धेरै धन्यवाद। यस्तो तपाईँले यस्तो गर्मीमा आफ्नो कीमती समय दिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हामी त भन्दैछौँ अझ पनि 15-20 दिन 1 महिना जति तपाईँहरू यता बस्नुभएकोदेखि हामी कति खुसी हुने थियौँ। धेरै चिज सिक्न पाइयो। धन्यवाद छ तपाईँले, धेरै धेरै धन्यवाद। परमेश्वरको आशिष होस्। हाम्रो पास्टर बुवा, पास्टर आमाले परमेश्वरको आशिष होस् सधैँभरि। यस्तै अगमबाणी बोल्ने परमेश्वरले धेरै गरून् भन्दै म यति आफ्नो मन्तव्य यहीँ राख्छु। धन्यवाद, धन्यवाद। सबैले जय मसीह। नेपालीमै हुन्छ। यीशु ख्रीष्टको नाममा सबैले जय मसीह। मेरो नाम कुलसुरा कुमारी पुन हो। मैले 2 दिन त यस्तै घुमाएँ अनि आज लास्टचोटि मैले यहाँ थाहा पाएँ कि यस्तो हुन लागेछ। फर्स्टचोटि मैले मतलब हिलिङ त मैले पहिल्यै पनि देखेँ, पर यस्तो अचम्मको काम मैले आज यहाँ पनि देखेँ। अचम्मको काम मैले यहाँ देखेँ अनि धेरै चिज हौसला पाइएँ मैले, किनकि परमेश्वरमा कस्तो गरी विश्वास राख्ने अनि कस्तो गरी हामी बढ्न जान लाग्ने अनि कस्तो गरी हामी स्थिर भएर बस्ने परमेश्वरमा। तो मैले धेरै चिज सिकेँ अनि मेरो जीवनमा भी छ। त्यो चिज म दिन सक्दिनँ, पर जो भी हुन्छ उत्तम हुन्छ। परमेश्वरको एकदम अद्भुत काम हामीले भन्दा परमेश्वरले हामीले दिनुहुन्छ। त्यसैले धन्यवाद। मेरो नाम यशोदा सारू मगर हो अनि मैले इन 3 दिनमा धेरै कुरा सिकेँ। अनि फेरि हामीले अरूलाई क्षमा गर्न पर्छ अनि तिनीहरूले पनि हामीलाई क्षमा गर्छन्। अनि मैले इन 3 दिनमा प्रस्ताव गर्न सिकेँ, प्रार्थना गर्न सिकेँ अनि आफूलाई चङ्गाइदिन र अरूलाई चङ्गा गर्न सिकेँ, सुसमाचार प्रचार गर्न सिकेँ। फेरि पनि सबैलाई जय मसीह। सबैले जय मसीह। मेरो नाम विमला बिका। जुन आज इन्डियादेखि सर म्याडमहरू आउनुभएको थियो, जुन सुसमाचार प्रचारको निम्ति जुन तालिमहरू सिकाउनु भएको थियो, त्योदेखि हामीले पाएको शिक्षाहरू र आशिष प्रभुको आत्मा, पवित्र आत्मा कसरी हृदयमा निम्ताउने र पवित्र आत्माले कसरी प्रयोग गर्ने, सुसमाचार कसरी प्रचार गर्ने, कसरी तिनलाई चेला निर्माण गराउने भन्ने बारेमा हामीले बुझ्यौँ हैन। धेरै कुराहरू हुन्छ। परमेश्वरले धेरै धेरै धन्यवाद भएको। हामी यो कुराहरू प्रार्थना कसरी गर्ने, एक अर्कालाई प्रार्थना गर्ने चङ्गाइको निम्ति, एक अर्काले उडार दिनको निम्ति हामी प्रार्थनामा नि हामी तिनी कुराहरू सबै बुझ्यौँ। प्रभुको आशिषद्वारा हुन्छ। मेरो आशिष सबले जय मसीह। गुरुआमा गुरुबाबालाई धेरै धन्यवाद छ। इन्डिया कलकत्तादेखि आएर हामीलाई यीशु ख्रीष्टको प्रेमले आज यो ठाउँमा यो समयमा हामी धेरै खुसी छौँ। धेरै धन्यवाद छ। र आदिन हाम्रो गुरुबाबा पास्टर बुवा हाम्रो रणबहादुर पुन मगरलाई म धन्यवाद दिन्छु। र मेरो नाम भन्न म भुलिरहेछु, प्रभुले माफ दिनुभएको छ र हजुरले माफ दिनु होला। मेरो नाम चाहिँ रेशमा गिरी हो। म आज 47 वर्षको उमेरमा
यसरी झन् तालिम पाउँदा झन् तालिमबाट धेरै खुसी छु। हामी 3 दिने तालिम पाएका छौँ। 3 दिने तालिम दिनुभयो हामीलाई सर म्याडमहरूले, हाम्रो गुरुबाबा गुरुआमाहरूले, किनभने स्वर्गीय शिक्षा दिनै हुनुहुन्छ। उहाँहरूले हामीलाई इन्डिया कलकत्तादेखि आउनुभएको सर र म्याडमलाई हामी धन्यवाद दिन्छौँ। म धन्यवाद दिन्छु धेरै धेरै। हामी 3 दिने तालिममा सिकेका कुराहरू छन्। हामी पवित्र आत्मा पाउनको लागि धैर्य बस्नुपर्ने रहेछ, नर्मता हुनुपर्ने रहेछ, हामी सहनशीलता हुनुपर्ने रहेछ। यो एकदम हामी विश्वासी दाजुभाइ दिदीबहिनीलाई एकदम आदरपूर्वक म उहाँहरूले अनुरोध गर्दछु। हामी सबैजना धैर्य हुनुपर्ने रहेछ, नरम हुनुपर्ने रहेछ, हामी सहनशीलता हुनुपर्ने रहेछ। यस्ता कुरा हामी सिकेका छौँ। कुरा त हामी धेरै सिकेका छौँ, शब्दहरू धेरै सिकेका छौँ, ताकि हामीले परमेश्वरको महिमा गर्नको निम्ति हामी मुख्य कुरा हामी नर्मता हुनुपर्ने, धैर्य हुनुपर्ने, शान्ति हुनुपर्ने, हामी दयालु हुनुपर्ने चाहिँ हामीले सिकेका छौँ। र हामीलाई विभिन्न चङ्गाई पनि उहाँले गर्नुभयो। चङ्गाईको आशिष वरदान पनि हामीलाई दिएर बैना मारेर हामीले छोडिदिनु भएको छ। यीशु ख्रिस्टदेखि उहाँले बैना लिनुभएको रहेछ र अहिले पनि हामीलाई बैना दिनुभएको छ। हाम्रो बालबालिका भनौँ हाम्रो जवानहरू नानीहरूले पनि अन्य भाषामा हिजोदेखि प्रार्थना गर्न लाग्नुभएको छ। म धेरै आभारी छु, धेरै खुसी छु। पहिला मलाई आउँथ्यो, मलाई आएपछि फेरिले आउँथ्यो अलिअलि, आइ पनि हामी अर्थ खोल्न जान्थ्यौँ। अघि मात्रै मैले सुनेको थिएँ। मलाई चाहिँ अन्य भाषा आए पनि मेरो प्रिय दाजुभाइ दिदीबहिनी, म रेशमा गिरीलाई, अब म रेशमा गिरी होइन नि, म चाहिँ यीशु ख्रिस्टको स्वतन्त्र छोरी भए। मलाई चाहिँ अन्य भाषा आए पनि मलाई माताको आत्माले चलाने रहेछ। म त्यही भएर धेरै काम नै रहेछु। अनि गुरुआमाले प्रार्थना गरेर मैले बुझेँ, अन्य भाषाको अर्थ मैले बुझेँ। उहाँ बोल्दै गर्दा कर्ममा मैले बुझेको कारणमा के बुझेँ भन्नुहुन्छ भने जा माताका शक्ति जा भनेर उहाँले अन्य भाषाबाट प्रार्थना गर्नुहुन्थ्यो। मेरो जीवनमा परमेश्वरले चलाउनु हुने रहेछ र अलिअलि माताको आत्माले पनि चलाउने छ। माता पिता भन्ने कुरा के हो रहेछ? नाश पार्ने कुरा, मूर्तिका शक्ति हो। पवित्र आत्मा, धैर्य, नर्मता, अघि नै भन्नुभयो समीक्षा, अनि हामी एकअर्कामा प्रेम जोडिने कुरा छ। परमेश्वरलाई धेरै धन्यवाद छ। धेरै लामो शब्द बोल्ने जस्तो लाग्छ, माफ दिनु होला। उहाँको आज यात्रा छ। उहाँको यात्रामा परमेश्वरले दायाँ बायाँ भएर उहाँले जहाँ जानुहुनेछ, जुन मण्डली जानुहुनेछ, उहाँले के गर्नु, परमेश्वर साथमा हुनुभएको होस्। भजन सङ्ग्रह 23मा जस्तो उहाँ गोठाला हुनुभएको होस्। देब्रे डाइनीतिर जाँदा व्यवस्था 28-29मा लेखे जस्तै परमेश्वरको आशिष उहाँको जीवनमा होस्। र व्यवस्था 6 अध्यायमा लेखे जस्तै उहाँको छोरा नाति, उहाँको सन्तानले पनि के गर्नु त, परमेश्वरको आशिष पाउन्, परमेश्वरको भयो मान्ने हुन सकुन्। हवस् त सबैजनालाई जय मसीह। मिल्दो नमिल्दो गवाई यही नै हो। जय मसीह सबैजनालाई, जय मसीह। नमस्कार, जय मसीह। मेरो नाम रबिन सुनार हो। म 4 दिन भयो नयाँमा आएको यहाँ। हाम्रो सर, हाम्रो म्याडमहरूले सबैले राम्रा कुराहरू सबै सिकाउनु भयो मलाई। म चाहिँ डिप्रेसनमा थिएँ होइन। 4 दिन भयो आएको, मलाई धेरै राम्रो लाग्यो मलाई यहाँ आएर। त्यसको लागि जय मसीह। हुन्छ, प्रभु येशू ख्रीष्टको नाममा सबैजनालाई जय मसीह। म चाहिँ धेरै खुसी भएको छु। पास्टर बुवा, पास्टर आमा यहाँ हामीलाई आएर हामीलाई 3 दिनको तालिम दिनुभयो। त्यो तालिमबाट हामीले धेरै कुराहरू सिक्ने मौका पायौँ। त्यो तालिमबाट हामीले साँच्चै गरी बक्तिस्मा लिइसकेपछि हाम्रो जीवन कस्तो हुनु छ, र बक्तिस्मा पाइसकेपछि हामी पवित्र आत्मा पाउनुपर्ने रहेछ। अनि हामीले पुरानो स्वभावलाई चाहिँ, पुरानो चिजहरूलाई चाहिँ हामी त्यागेर नयाँ भएर चाहिँ जिउनु पर्ने रहेछ। त्यो खोटहरू चाहिँ हामीमा हुनुहुन्न र हामीमा पवित्र आत्मा आउनुहुने रहेछ। अनि हामीले सुसमाचार प्रचार कसरी गर्ने भन्ने विषयमा हामीले पनि सिक्ने मौका पाएको छौँ। प्रभुलाई धेरै धन्यवाद दिन्छु। अनि हामीलाई सिकाउन आउनुभएको पास्टरनी आमालाई पनि धेरै धन्यवाद दिन्छु। हस् त सबैजनालाई जय मसीह। परमेश्वरलाई धन्यवाद। सबैले जय मसीह, जय मसीह। अनि मलाई आज परमेश्वरले मलाई यो ठाउँमा उपस्थित बनाउनु भयो। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि फेरि सुसमाचार कसरी सुनाउने, विश्वास कसरी गर्ने, आफ्नो मन परिवर्तन कसरी गराउने भन्ने कुराहरू सिक्न पर्ने रहेछ। हामीले यो कुराहरू बुझेका थिएनौँ। हामी सरहरू आउनुभयो टाढादेखि, इन्डियादेखि आएर हामीले सिकाउनु भयो। अनि यो कुराहरू हामीले आज बुझेका छौँ। अनि म धेरै अब 2-3 वर्ष भइसक्यो मैले विश्वास गरेको, मैले छुटकारा पाएको थिइनँ। म निन्द्राहरू धेरै आत्माहरू छोपेको थियो। हिजो मलाई सरहरूले, म्याडमहरूले प्रार्थना गर्दाखेरि मैले यो निनको आत्मा हटेको छ,
यो हटेको छ मलाई धेरै दिनको आत्माहरू हटेको छ अनि मैले मन कसरी परिवर्तन गर्नुपर्ने रहेछ भन्ने कुरा मैले यति कुरा बुझेँ हिजो अस्ति 3 दिनको तालिमले गर्दा म यो यति बुझेँ। सबैले जय मसी। प्रथमत प्रभुलाई धन्यवाद, ख्री यसुको नाममा सबैलाई जय मसी। अनि धेरै खुसी लागेको छ आज हाम्रो चर्चमा हाम्रो सर म्याडमहरूलाई प्रभुले यसरी उपस्थित बनाउनु भएको लागि धेरै धन्यवाद। हामी आज 3 दिनसम्म हामी धेरै कुराहरू सिकेका छौँ। यो मन कसरी परिवर्तन गराउने, कसरी शैतानलाई कसरी हटाउने अनि पवित्र आत्मालाई कसरी भित्राउने भन्ने बारेमा हामी सिकेका छौँ। उहाँ सिकाउने सर म्याडमहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन्छु। हामी सबैले यसरी सिक्न मौका पायौँ। यसरी यो समय यो मौका प्रभुले दिनुभयो। यो सबै हाम्रो काम होइन, प्रभुको काम हो। म प्रभुलाई धेरै धेरै धन्यवाद दिन्छु र अझै पनि फेरि पनि यो हाम्रो सरहरूलाई बोलाउने हाम्रो सूर्य बाबुलाई पनि धेरै धेरै धन्यवाद। अझै फेरि पनि बोलाउनु भएको छ, अझै प्रभुले फेरि ल्याइदिनु भएको छ यो चर्चमा। हाम्रो चर्च अनि भिड्दी हुनेछ। आज धेरै हाम्रो नानी बाबुहरूले पवित्र आत्मा पाएका छन्। यो पवित्र आत्मा निभाउन नसकुन्, यो मन्दिरलाई भिड्दी बनाउन सकुन्। धेरै म धेरै धन्यवाद दिन्छु प्रभुलाई, सरलाई, म्याडमलाई धेरै धन्यवाद। सबैजनालाई जय मसी। हुन्छ, यसको नाममा सबैलाई जय मसी। मेरो नाम चाहिँ सुषमा झाँक्री मगर। अनि हामी यो 3 दिनको तालिमदेखि हामी कसरी प्रार्थना गर्ने अनि कसरी मन परिवर्तन गर्ने अनि कसरी अरूलाई चङ्गाइ दिने, आफूले कसरी चङ्गाइ पाउने भन्ने कुराहरू सिक्यौँ। अनि त्यति टाढादेखि गुरुआमाहरू आएर यसरी सिकाउनु भयो हामीलाई, त्यति दुःख गरेर म सबैलाई धन्यवाद, तपाईँहरू दुईजनालाई पनि धन्यवाद दिन्छु। हुन्छ, सबैलाई जय मसी। हातमा बाइबल झोला